Okay, so today we are going to do the revision of classification of government expenditure in reference to Nepal. अब हामीले त्यत्रो गभर्मेन्ट एक्सपेन्डिचर भन्ने त्यसको इम्पोर्टेन्स पढ्यो नि। त्यसै गरी त्यसको भित्र हुने एउटा कन्टेन्ट चाहिँ त्यसको त्यो क्लासिफिकेसन छ कि गभर्मेन्टको खर्चलाई चाहिँ कतिवटा भागमा चाहिँ क्लासिफाई गरेको छ भन्नुपर्दा चाहिँ हाम्रो तिनवटा थ्री हेडिङमा चाहिँ क्लासिफाइड छ। एउटा रिकरेन्ट भयो, त्यो चाहिँ क्यापिटल भयो, अर्को चाहिँ फाइनेन्सिङ। त्यो चाहिँ हामीले पढौँ अब बिस्तारै। फर्स्टमा चाहिँ हामी इन्ट्रो पढौँ कि इन्ट्रो। In the context of Nepal, the activities of government has expanded a lot as the population rate is increasing every year. The government has to ensure the safety, rights, facilities, services, etc. for its people. The government expenditures has been classified into following headings. अब छ नि नेपालको कन्टेक्स्टमा हेर्ने भने चाहिँ गभर्मेन्टको एक्टिभिटिज चाहिँ एकदमै बढेको छ अरे कि, किनकि नेपालको त्यो रेट अफ पपुलेसन पनि एकदमै फास्ट रेटमा चाहिँ इन्क्रिज भइरहेको छ एभ्री इयर के। त्यसैले चाहिँ नि गभर्मेन्टले चाहिँ आफ्नो सिटिजनहरूको लागि चाहिँ सेफ्टी भयो, राइट्स भयो, फेसिलिटिज, सर्भिसेसहरू चाहिँ प्रोभाइड गर्नुपर्छ कि इन्स्योर गर्नुपर्छ अरे। त्यसैले गभर्मेन्टको खर्च चाहिँ बढेको छ। त्यसलाई चाहिँ हामीले तिनवटा हेडिङमा चाहिँ क्लासिफाई गरेको छ। फर्स्टमा चाहिँ हाम्रो रिकरेन्ट एक्सपेन्डिचर, यो चाहिँ हामीले नेपालीमा चालु खर्च नै भनिन्छ। अब रिकरेन्ट एक्सपेन्डिचर चाहिँ कसैले चाहिँ करेन्ट एक्सपेन्डिचर पनि लेखिदिन्छ, तर त्यो नि मिल्छ, लेख्न चाहिँ मिल्छ। अब छ नि इट रिफर्स टु दोज एक्सपेन्डिचर्स मेड बाई द गभर्मेन्ट कि द पब्लिक अथोरिटिज अफ द कन्ट्री विच अकर्स अन द रेगुलर इन्टरभल अफ टाइम। यो भनेको छ नि जति नै हाम्रो गभर्मेन्ट कि द पब्लिक अथोरिटिजहरू हुन्छ नि तिनीहरूले चाहिँ गर्ने खर्च हो कि जुन चाहिँ जहिले डेली बेसिसमा चाहिँ रेगुलर इन्टरभल अफ टाइम भनेको चाहिँ डेली बेसिसमा चाहिँ हुने के अरे भइरहेको खर्चहरूलाई भने यो चाहिँ हामीले रेगुलर कि त एडमिनिस्ट्रेटिभ एक्सपेन्डिचर पनि भनिन्छ। अब फर एक्जाम्पल पेमेन्ट अफ स्यालेरिज भयो, पेन्सन भयो, इन्ट्रेस्ट अन इन्टरनल कि त एक्सटर्नल लोन भयो, यिनीहरू चाहिँ हाम्रो रिकरेन्ट एक्सपेन्डिचर भयो कि। अब फर द फिजिकल इयर 2024 to 2025 भनेको छ नि, यो पहिलाको वर्ष र अहिले वर्ष भने कि नेपालमा चाहिँ हामीले कति 2081 to 85 भन्छ, 81 to 85 यो वर्षको चाहिँ त्यो डेटा चाहिँ मैले प्रोभाइड गरेको छ कि। द करेन्ट एक्सपेन्डिचर अफ द गभर्मेन्ट of Nepal is 61.32% of its total estimated expenditure. अब यसलाई छ नि करोड लेख्यो हुन्छ, बिलियन लेख्यो सजिलो हुन्छ, बिलियन। यता चाहिँ हाम्रो 111140.66 बिलियन, यो चाहिँ हाम्रो रिकरेन्ट एक्सपेन्डिचर भयो कि। हजुरहरूले के त पर्सेन्टेज मात्र लेखिनु हुन्छ, यो मात्र लेखिनु हुन्छ, तर दुवै लेख्यो भने चाहिँ बेस्ट हुन्छ कि एक्जाममा चाहिँ। अब द रिकरेन्ट एक्सपेन्डिचर हेज बिन क्लासिफाइड इन्टु फलोइङ भेरियस हेडिङ्स विच आर एज फलोज। अब छ नि यो चाहिँ हाम्रो 11वटा हेडिङमा चाहिँ क्लासिफाई छ कि रिकरेन्ट एक्सपेन्डिचर, किनकि डेली बेसिसमा हुने खर्च चाहिँ एकदमै धेरै भइरहन्छ, त्यसलाई छुट्याउनु पर्छ। तर हामीले एक्जाममा चाहिँ नि इफ 5 मार्क्समा आयो भने चाहिँ 5वटा पोइन्ट मात्र लेख्यो हुन्छ, इफ 10 मार्क्समा आयो चाहिँ त्यो 11वटा पोइन्ट नै लेख्नुपर्छ, तर सर्ट एन्ड स्विट छ क्या त्यो सबै टपिकहरू चाहिँ। फर्स्टमा चाहिँ हाम्रो कन्स्टिट्युसनल अर्गेन्स। Constitutional organs of the country plays a very important role for the proper functioning of the legal and official tasks of the government. It covers the expenditures made on the wages, salaries, and other administrative works on various constitution like म फेरि बिस्तारै एक्सप्लेन गरिदिन्छु। कन्स्टिट्युसनल अर्गेन्स भन्ने हाम्रो हेडिङ छ नि, यसले हाम्रो देशको भित्र चाहिँ एकदम इम्पोर्टेन्ट रोल प्ले गर्छ कि, किनकि यसले गर्दा चाहिँ त्यो फङ्सन हुन्छ नि, लिगल भयो, अफिस टास्क गभर्मेन्टको जति पनि त्यो लिगल डकुमेन्ट अनि त्यो अफिसियल कामहरू त्यो सबै चाहिँ क्यारी आउट गर्ने काम गर्छ कि यो हेडिङभित्रको खर्चले चाहिँ। यसले चाहिँ वेजेस र स्यालेरी अनि अर्को एडमिनिस्ट्रेटिभ खर्च कामहरूको खर्च चाहिँ कभर गर्छ। जस्तै कि यो छ नि हामीले पढ्छ सिआइए, यसको फुल फर्म भनेको चाहिँ कमिसन फर इन्भेस्टिगेसन अफ एब्युज अफ अथोरिटी। यो भने चाहिँ एउटा यस्तो अथोरिटी हो जस्तो चाहिँ जति नै हाम्रो त्यो नेताहरूको हुन्छ नि तिनीहरूले त्यो पावर मिसयुज गर्छ नि, तिनीहरूलाई चाहिँ कन्ट्रोल गर्ने काम गर्छ कि त्यस्तो अथोरिटी हो यो चाहिँ। सेकेन्डमा चाहिँ हाम्रो स्टेट काउन्सिल भयो, यिनीहरूको चाहिँ खर्चहरू चाहिँ कभर गर्छ भनेको छ। अर्को छ हाम्रो सुप्रिम कोर्ट भयो, लो काउन्सिल, इलेक्सन कमिसन एक्सेट्रा। यो 5वटा एक्सेट्रा भन्नु अझै टन्नै नै छ, तर यस्तोलाई चाहिँ हाम्रो खर्च चाहिँ कभर अप गर्छ भनेको छ यता। सेकेन्डमा छ हाम्रो जेनरल एन्ड एडमिनिस्ट्रेसन। General and administration ensures the administrative related work of the government. This plays an important role as without this the government activities are not fully implemented. General administration भन्ने छ नि, यो भने चाहिँ यस्तो खर्च जुन चाहिँ जेनरली चाहिरहेको हुन्छ कि गभर्मेन्ट चाहिरहेको हुन्छ। यस्तो खर्च गरेन भने, यस्तो काम भएन भने चाहिँ के अरे गभर्मेन्टको त्यो अफिसियल टास्कहरू चाहिँ फुल्ली क्यारी आउट हुँदैन भने चाहिँ नट फुल्ली इम्प्लिमेन्ट हुन सक्दैन। इट कभर्स द एक्सपेन्डिचर अन जस्तै कि काउन्सिल अफ मिनिस्टर भयो, मिनिस्टर्स भयो, डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन भयो, पुलिस, जेल अनि अर्को जति नै हाम्रो रेगुलर वर्क्स हुन्छ नि यो सबैमा हुने खर्च चाहिँ यसलाई कभर अप गर्छ।
थर्डमा छ हाम्रो रेभेन्यू एडमिनिस्ट्रेसन यसमा हुने खर्चहरू भनेको छ नि ल्यान्ड रेभेन्यूमा लाग्ने खर्च भयो त्यसको रेजिस्ट्रेसनहरू के हुन्छ नि त्यसको खर्च भयो कस्टम भयो त्यो ट्याक्समा हुने त्यो ट्याक्स के अरे इम्पोर्ट एक्सपोर्टको त्यो कस्टम भयो एक्साइज ड्युटी युनियन ट्याक्सभित्रै पऱ्यो अनि अरू पनि खर्चहरू जुन चाहिँ रेभेन्यू जेनेरेट गर्छ गभर्मेन्टलाई तर त्यो रेभेन्यू जेनेरेट गर्नलाई नि त्यहाँको त्यो व्यक्तिहरूलाई वेजेस पे गर्नु पर्यो नि त्यो भनेको खर्च भयो कि त्यो भने यता चाहिँ फोर्थमा चाहिँ इकोनोमिक एडमिनिस्ट्रेसन एन्ड प्लानिङ दिस हेडिङ इन्क्लुड्स द एक्सपेन्डिचर्स मेड अन जस्तै कि प्लानिङ भयो स्ट्याटिस्टिक्स भयो अफिस अफ अडिटर कन्ट्रोलर भयो त्यसपछि मेट्रिक मेजरमेन्ट भयो मेट्रिक्स मेजरमेन्ट जति नै खर्चहरूले चाहिँ यसको भित्र कभर गर्छ जस्तै कि इकोनोमिक एक्टिभिटिज एन्ड प्लानिङ भयो नि यो सबै भनेको हाम्रो इकोनोमिक भित्र भयो नि प्लानिङ भयो स्ट्याटिस्टिक्स भयो अफिस अफ अडिटर कन्ट्रोल मेट्रिक्स मेजरमेन्ट यो सबै चाहिँ हाम्रो इकोनोमिक एडमिनिस्ट्रेसनभित्र हुने खर्चहरू चाहिँ यसको भित्र पर्यो अब यसले छ नि इट हेल्प्स इन एचिभिङ द इकोनोमिक एन्ड डेभलपमेन्ट अब्जेक्टिभ्स एन्ड गोल्स माइलस्टोन अब यिनीहरू के अरे यसमा खर्च गर्यो भने चाहिँ यसको त्यो फ्रुटफुल नै हुन्छ नि यसको त्यो रिजल्ट आउँछ नि जसले चाहिँ हाम्रो इकोनोमिक र डेभलपमेन्टको चाहिँ त्यो अब्जेक्टिभ भयो गोल्सहरू चाहिँ एचिभ गर्न चाहिँ हेल्प गर्दछ कि यसले चाहिँ फाइभमा चाहिँ हाम्रो जुडिसियल एडमिनिस्ट्रेसन जुडिसियल भनेको चाहिँ हाम्रो त्यो के अरे ल भन्छ नि कानुन त्यो भने कि दिस हेल्प्स टु मेन्टेन द ल एन्ड अर्डर अफ द कन्ट्री यसले चाहिँ देशको त्यो ल एन्ड अर्डरलाई चाहिँ के अरे मेन्टेन गर्न चाहिँ हेल्प गर्दछ क्या यो हेडिङभित्र चाहिँ यो खर्चले चाहिँ इट इन्क्लुड्स एक्सपेन्डिचर्स मेड अन कोड अब कोड भयो नि हामी के भन्छ नेपालीमा त खै जे भन्नुहोस् कर भयो त्यसै कर फर प्रिभेन्सन अफ मिसयुज अफ अथोरिटी कर भने त्यही मुद्दा लड्ने ठाउँ के मुद्दा लड्छ नि केस फाइल हुने केस लड्ने जस्तो ठाउँले भने जुडिसियल एडमिनिस्ट्रेसन यस्तोमा हुने खर्च चाहिँ यसको भित्र पर्दछ हाम्रो सिक्समा चाहिँ हाम्रो डिफेन्सेस इट इन्क्लुड्स द भेरियस एडमिनिस्ट्रेटिभ एक्सपेन्डिचर्स मेड अन सेक्युरिटिज सिस्टम्स लाइक मिलिटरी भयो त्यसै बोर्डर सेक्युरिटी अब बोर्डरमा चाहिने सेक्युरिटी फोर्स भयो अनि आर्म पुलिस फोर्स हुन्छ नि पुलिस फोर्सहरूको लागि चाहिँ त्यस्तोमा हुने खर्च चाहिँ यसको हेडिङभित्र पर्छ जुन चाहिँ यो चाहिँ डिफेन्स भयो कि डिफेन्सको लागि इट प्रोटेक्ट्स द कन्ट्री फ्रम एक्सटर्नल अर इन्टरनल थ्रेट्स यदि बाहिरबाट हमला भयो भने चाहिँ त्यो बोर्डर सेक्युरिटी फोर्सको त्यसले गर्दा चाहिँ सेफ हुन्छ यदि भित्रभित्रै के भयो भने चाहिँ हाम्रो त्यो पुलिस फोर्स हुन्छ नि तिनीहरूले चाहिँ हेल्प गर्छ भने चाहिँ डिफेन्सभित्र चाहिँ अब नेक्स्ट छ हाम्रो सेभेनमा सोसियल सर्भिस अब यसले छ नि यसले चाहिँ इट इन्क्लुड्स द एक्सपेन्डिचर्स अन जेनरल म्यानेजमेन्ट अफ सोसियल सेक्टर्स जस्तै कि हेल्थ भयो एजुकेसन ड्रिङ्किङ वाटर लोकल डेभलपमेन्ट यिनीहरूमा हुने खर्च जति रेगुलर एक्सपेन्सेस चाहिँ यसको भित्र पर्दछ सोसियल सर्भिस यसमा चाहिँ हाम्रो इकोनोमिक सर्भिस अब यसको भित्र नि छ नि जस्तै हाम्रो एग्रिकल्चर भयो इरिगेसन भयो फोरेस्ट भयो इन्डस्ट्री ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन यसमा हुने खर्च चाहिँ यसको भित्र पर्दछ इकोनोमिक सर्भिसभित्र नाइनमा भनेको चाहिँ मिसक्यालेनियस भनेको छ नि अब सानो खर्च क्या जस्तै ट्राभलिङ एक्सपेन्सेस भयो एलोवेन्स भयो हस्पिटालिटी भनेर पैसा दिन्छ सरकारले डोनेसन एन्ड रिवार्ड्स भनेर दिन्छ पेन्सन दिन्छ कहिले इमर्जेन्सी फन्ड्स भन्छ यस्तो खर्चहरू चाहिँ यसको भित्र पर्छ हाम्रो टेनमा छ हाम्रो फरेन सर्भिसेस सच एज अब एम्बेसी भन्छ नि बाहिर के सरकार के बाहिरदेखि खैरहरू त्यो मिटिङमा आइहाल्छ इन्टरनेसनल मिटिङ त्यो सेमिनार त्यस्तोमा चाहिँ सरकारले चाहिँ ग्रान्ट्स जस्तो गर्छ नि खाउ भनेर चाहिँ फ्रीमा दिन्छ नि त्यसै एम्बेसी भयो अनि कन्सुलेट्स भन्दा त्यो के अरे कन्सल्ट गर्ने व्यक्तिहरू बाहिरबाट आउने त्यस्तोलाई भने फरेन सर्भिसेस लास्टमा चाहिँ हाम्रो लोन रिपेमेन्ट एन्ड इन्भेस्टमेन्ट डन बाई गभर्मेन्ट यो भनेको यति मात्रै छ किनकि सरकारले लोन लियो भने चाहिँ लोन रिपे गर्छ नि त्यसरी इन्भेस्टमेन्ट नि गरेर हुन्छ त्यस्तो चाहिँ रिकरेन्ट एक्सपेन्डिचर भयो भने चाहिँ यो हेडिङभित्र पर्दछ यति चाहिँ हाम्रो रिकरेन्ट एक्सपेन्डिचर्स भयो सेकेन्डमा चाहिँ हाम्रो क्यापिटल एक्सपेन्डिचर्स यो भनेको त्यसको चाहिँ दाइ हो क्या यो चाहिँ सजिलो छ इट रिफर्स टु दोज एक्सपेन्डिचर्स मेड बाई द गभर्मेन्ट अथोरिटिज विच आर लङ टर्म इन्भेस्टमेन्ट फर लङ टर्म बेनिफिट विच हेल्प्स इन द इकोनोमिक डेभलपमेन्ट अफ अ कन्ट्री यो भनेको चाहिँ यस्तो खालको खर्च हो जुन चाहिँ हाम्रो गभर्मेन्ट अथोरिटिजहरूले गर्छ जुन चाहिँ छ नि लङ टर्म इन्भेस्टमेन्ट हो कि लङ टर्म इन्भेस्टमेन्ट खर्च चाहिँ हो तर इन्भेस्टमेन्टको आधारमा लिन्छ जसले चाहिँ लङ टर्म बेनिफिट गराउँछ कि अब यो लङ टर्म बेनिफिट भनेको छ नि यो भनेको चाहिँ हाम्रो इकोनोमिक डेभलपमेन्ट अफ अ कन्ट्रीमा चाहिँ कन्ट्रिब्युट हुन्छ इट प्रमोट्स द एक्सपेन्सन अफ क्यापिटल गुड्स अफ द कन्ट्री क्यापिटल गुड्स भनेको मसिन भयो बिल्डिङ भयो टेक्नोलोजी भयो नि तिनीहरूको के अरे सङ्ख्या चाहिँ बढाउँछ कि जसले चाहिँ हाम्रो क्यापिटल फर्मेसन गराउँछ इकोनोमीभित्र चाहिँ यसले चाहिँ हामीले डेभलपमेन्ट एक्सपेन्डिचर पनि भन्नु छ अब छ नि फर द फिस्कल इयर 2024 to 2025 अब नेपालमा भन्नुभयो चाहिँ 81 to 82 द क्यापिटल एक्सपेन्डिचर अफ द गभर्मेन्ट इज 18.94% अफ इट्स टोटल एस्टिमेटेड एक्सपेन्डिचर अब हामीले छ नि बजेटको बारेमा थाहा पाएको छ भने चाहिँ यो हजुरहरू सबले थाहा हुन्छ कि अब नेपालको बजेटमा चाहिँ नि 352.35 करोड लेखिने हुन्छ बिलियन लेखा बढु बिलियन बेस 352.35 बिलियन
यो चाहिँ हाम्रो यो आर्थिक वर्षको यो अब यो रट्टा गर्न नै सजिलो छ हेर 352 लेख पोइन्ट लेख माथिको 35 लेख सक्यो 352.35 इट्स इजी गाइस इट हेज बिन क्लासिफाइड इन्टु भेरियस हेडिङ्स अब यसलाई चाहिँ हामीले हेडिङको आधारमा उता जे थियो त्यो नि यतै छ कि हेडिङ चाहिँ जम्मा यसलाई चाहिँ अलि डेभलपमेन्टको लागि भनेर मात्रै लेख्नुपर्छ इन्फ्रास्ट्रक्चर फर्स्टमा हेरौँ कन्स्टिट्युसनल अर्गन्स इन्क्लुड्स एक्सपेन्डिचर अन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अघि हामीले यिनीहरूको त्यो डेली बेसिसमा हुने खर्च भन्यो नि तर यता चाहिँ हामीले त्यसको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि हुने खर्च भनेर लेख्नुपर्छ कि गाह्रो केही छैन बीमा चाहिँ हाम्रो जेनरल एडमिनिस्ट्रेसन इन्क्लुड्स एक्सपेन्डिचर्स मेड अन एडमिनिस्ट्रेटिभ रिफर्म अफ द गभर्मेन्ट अर्गनाइजेसन यो भनेको अब अघि हाम्रो जेनरल एडमिनिस्ट्रेसन छ नि त्यहाँको त्यो डाइरेक्टर भयो म्यानेजमेन्ट भयो कस्तो कस्तो तिनीहरूको त्यो चाहिने खर्च हुन्छ नि त्यो चाहिँ यसमा इन्क्लुड नगरेर यता चाहिँ त्यो एडमिनिस्ट्रेटिभ फङ्सन हुन्छ नि पुरै त्यसलाई चाहिँ नयाँ फेर्न कि रिफर्म गर्नको लागि चाहिँ हुने खर्च चाहिँ यता पर्दछ थर्डमा चाहिँ हाम्रो इकोनोमिक एडमिनिस्ट्रेसन एन्ड प्लानिङ यसमा छ नि इट इन्क्लुड्स एक्सपेन्डिचर्स मेड अन प्लानिङ भयो स्ट्याटिस्टिक्स अफ द नेसन उता जे छ त्यो नि यतै हो तर यता चाहिँ डेभलपमेन्ट भनेर लेख्नुपर्छ कि त्यहाँ चाहिँ हुने खर्च त्यहाँ एक्सपेन्डिचर मात्रै छ यता चाहिँ डेभलपमेन्ट भन्नुपर्छ फोरमा चाहिँ हाम्रो सोसियल सर्भिस भनेको यो हेल्थ भयो एजुकेसन भयो ड्रिङ्किङ वाटर लोकल डेभलपमेन्ट यिनीहरूको लागि त डेभलपमेन्ट एक्सपेन्डिचर हुन्छ नि यिनीहरूको इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्नलाई हुने खर्च चाहिँ त्यो चाहिँ यता पर्दछ भनेर छ कि सोसियल सर्भिसको लागि अर्को छ हाम्रो इकोनोमिक सर्भिसभित्र हुने भने त्यो एग्रिकल्चर फोरेस्ट्री भयो इन्डस्ट्री भयो कम्युनिकेसन भयो ट्रान्सपोर्टेसन इलेक्ट्रिसिटी यिनीहरूको चाहिँ डेभलपमेन्ट एक्सपेन्डिचर उतापट्टि हाम्रो रिकरेन्टमा चाहिँ हाम्रो हुने भनेको चाहिँ जम्मा एक्सपेन्डिचर मात्र हो तर यता चाहिँ डेभलपमेन्ट भन्नुपर्छ किनकि यो हाम्रो क्यापिटल एक्सपेन्डिचर हो कि यिनीहरूको सबको चाहिँ फुल्ली इन्फ्रास्ट्रक्चर विकास गर्नको लागि चाहिँ हामीले हुने खर्च हो यो चाहिँ सिक्समा चाहिँ हाम्रो मिसक्यालेनियस भनेको छ नि इट इन्क्लुड्स एक्सपेन्डिचर मेड अन मिसक्यालेनियस एन्ड कन्टिन्जेन्सी इस्युज यस्तो खालको प्रब्लम जुन चाहिँ हुनसक्छ भने चाहिँ फ्युचरमा यो भने चाहिँ सरकारले छुट्याएर हान्छ क्या पैसाको चाहिँ के त पछि गएर चाहिँ भुइँचालो आएर ठुलो बिल्डिङ भत्क्यो भने चाहिँ त्यसको लागि नि खर्च गर्नु पऱ्यो नि त्यो चाहिँ अब सानो सानो खर्च त्यो चाहिँ पोटेन्सियल इस्युजहरू भयो कि त्यसको लागि चाहिँ खर्च छुट्टाएको हुन्छ थर्डमा चाहिँ हाम्रो फाइनेन्सिङ यसलाई हामीले म्यानेजमेन्ट भन्यो हुन्छ कि त एक्सपेन्डिचर भन्ने नि हुन्छ दुवै सेम हो यता चाहिँ इट इन्क्लुड्स द गभर्मेन्ट एक्सपेन्डिचर्स मेड अन जस्तै कि अब रिपेमेन्ट अफ गभर्मेन्ट डेट भयो गभर्मेन्टले लिएको त्यो लोनहरूको चाहिँ फेरि रिपेमेन्ट गर्नु पऱ्यो नि त्यस्तो खर्च भयो त्यसै गरी लोन इन्भेस्टमेन्ट टु द पब्लिक इन्टरप्राइज अब छ नि लोन इन्भेस्टमेन्ट टु द पब्लिक इन्टरप्राइज अब जति नै सरकारको त्यो पब्लिक इन्टरप्राइज बिजनेसहरू हुन्छ नि तिनीहरूमा इन्भेस्टमेन्ट गर्नु पर्यो नि त्यो नि यसको भित्र पर्दछ भनेर छ अर्को भने चाहिँ इन्टरनल र एक्सटर्नल सेयर हुन्छ नि त्यसलाई पर्चेस गर्ने काम पनि यसको भित्र पर्दछ फर द फिस्कल इयर 2024 to 2025 यो आर्थिक वर्ष 81 to 82 फाइनेन्सिङ एक्सपेन्डिचर अफ द गभर्मेन्ट इज अफ नेपाल इज 19.74% कन्ठावरमा 19.74% अफ द टोटल एस्टिमेटेड एक्सपेन्डिचर जुन चाहिँ हाम्रो छ नि 36728 करोड म यहाँ लेखाएको थिएँ पोइन्टमा चाहिँ कतिमा छ एलोकेसन अफ बजेट 367.28 37 कति रे 376.28 367.28 करोड होइन यो हाम्रो बिलियन हो इट इज बिलियन गाइज एलोकेसन अफ बजेट द्याट्स इट यो चाहिँ हाम्रो क्लासिफिकेसन अफ के अरे गभर्मेन्ट एक्सपेन्डिचर भयो जुन चाहिँ हाम्रो 10 मार्क्स के 8 मार्क्स आउने चान्स नि छ 5 मा आउने चान्स नि छ यसपालि चाहिँ हाम्रो यो च्याप्टरबाट चाहिँ धेरै सोध्ने हाई चान्स छ किनकि पास क्वेसनमा चाहिँ यो च्याप्टरबाट त्यति सोधेको छैन कि